वाह वर्ल्ड में तो साउथ कोरिया को घुमघाम प्रोग्राम आइएको छ यसको बारेमा हजुर यसको बारेमा थोरै केही तपाईको अनुभव सुनाइदिनुस् न कतिचोटि आउनुभयो के छ यहाँ के कस्तो तपाईले अनुभव गर्नुभएको छ अरेल सरलाई म एउटा क्वेशन सोधिसके हैन त्यसको जवाफ चाहिँ उहाँबाट एकदमै उपयुक्त प्रश्न सोध्नुभयो त्यसको लागि तपाईँ प्रश्नलाई पनि धन्यवाद तपाईलाई पनि धन्यवाद वास्तवमा भन्नुपर्दा निश्चय नै म दुईचोटि आइसकेँ हजुर एकचोटि चाहिँ अलि टाइम नभएको त्यति रमाइलो भएन आज रमाइलो अनुभव भइरहेको छ सालसँग खेल्ने अवसर पाइरहेको छु यति भन्दै थ्याङ्क यू ओके थ्याङ्क यू वेलकम र हाम्रो यहाँ मल्ल सर पनि हुनुहुन्छ मल्ल भक्तराज मल्ल सर हजुर तपाईको अनुभव अलिकति सुनाइदिनुहोस् वल्मिदो भन्नुपर्दा लाइफकै सबैभन्दा पहिलोचोटि आएको कारण आफैमा एउटा विशिष्ट हुने नै भयो मध्ये पनि कोरिया कल्मिदो भन्ने ठाउँमा आफैमा एउटा सुन्दर ठाउँमा आउँदाखेरि ज्यादै मौज भइरहेछ खुसीको महसुस भइरहेछ रमाइलो लागिरहेछ सिपो हेरिरहेछ अब सिप चढ्न पाउँदा पनि हेर्न मात्रै नआएर अब त्यो चढ्ने योजना पनि गरिरहेको छौँ अब यसमा झन् राम्रो होला भन्ने लागिरहेछ त्यसो भए तपाईँ आज सिप चढ्ने योजना बनाउँदै हुनुहुन्छ सिपभित्र चाहिँ अब चाहिँ विभिन्न कार्यक्रम हुन्छ त्यसमा हामी सहभागी हुन्छु भन्ने योजना लागिरहेको छ जसमा चाहिँ तपाईँदेखि हाम्रा उहाँ मित्रहरूले पनि सहयोग गर्नुहुन्छ मलाई त्यसमा चाहिँ थोरै रमाइलो गरेर आजको चाहिँ एकदमै त्यसको लागि हाम्रो हामी पनि आजको दिन कुन दुःखलाई एकदम हाम्रो साउ पनि त्यस्तै त्यसको कुरो छोडिदिनुहोस् अहिले होइन साउ पनि हाम्रो बोस पनि चाहिँ आफैमा चाहिँ राम्रो हुनुभयो त्यस्तो अवस्था आज चाहिँ जोड्न गयो जस्तो यो क्रेडिट चाहिँ अब हाम्रो बोसलाई पनि दिन चाहन्छु यसको संज्ञा उहाँलाई दिन सकिन्छ होइन त्यसपछि भनेपछि अब तपाईँले अहिले यो समुद्र हाम्रो नेपालमा भइदिएको भए एउटा विकासमा पनि एउटा ठुलो टेवा पुग्थ्यो हो यता एकदमै राम्रो छाला आएको स्थिति त्यही भएर यो मैले क्यामेरा यता फर्काइसकेँ हेर्नुहोस् होइन तपाईँलाई यो क्वेसन फेरि पनि आउँछ वाउ वाउ इट्स टु एवसम हो हावाको बेगसँगै पानीको छाल पनि हामीले देख्न सकिरहेको छ फिज देखिरहेको स्थिति हो र मल्ल सरलाई फेरि पनि त्यही क्वेसन जान्छ हाम्रो नेपालको अवस्था र स्थिति एउटा समुद्रले नछोएको भूपरिवेष्टित राष्ट्र र अहिले आएर तपाईँले यहाँ कोरियामा देख्दा यो एउटा समुद्रको यो समुद्र देख्नुभयो अहिले उहाँपट्टितिर एउटा सिप पनि हिँडिरहेको देख्नुभएको छ यसले विकासमा कतिको टेवा पुग्छ जस्तो लाग्छ तपाईँलाई पानीमा आफ्नै प्रकारको दम छ है हजुर त्यो दम पक्काले हामीले छालबाट अनुभव गर्छौँ त्यसमध्येमा पनि हामीले अब यातायातकादेखि लिएर विभिन्न चाहिँ अन्य ध्वनिको साधनहरू पानीबाट चल्ने किसिमका ध्वनि साधनहरू युज गर्न सक्छौँ त्यसबाट हामी अहिले बन्चित भइरहेका छौँ मगी घटाउन सक्ने होला विश्वका विभिन्न कुनाहरूसँग हामी जोडिँदै होला नजिक हुन्थ्यौँ समुद्रको यात्राले गर्दा अब विभिन्न मगीबाट जोगाउन गरिबलाई चाहिँ केही घटाउन सक्ने होला धेरै फाइदाहरू छ थ्याङ्क यू तपाईँको अनुभवको लागि फेरि अरेल सरतिरै जान्छु म तपाईँले यो पलतिर यो हाम्रो एयरपोर्टतिर जाने पुल पनि देख्नुभएको छ एकदमै लामो पुल देख्नुभएको छ यसमा पनि हामीले सोच्न नसकिने खालको एउटा विकास भइरहेको छ एउटा पुलकै मानौँ एउटा सानो उदाहरणको लागि त्यसको लागि एउटा समुद्रले कतिको प्रभाव पार्यो एउटा विकासमा प्रभाव पार्दो रहेछ अथवा एउटा डिस्टर्ब पनि गर्दो रहेछ भन्ने भयो कि तपाईँलाई एकदम सहयोगको अपेक्षासँगै त्यसमाथि पनि फेरि गाडीहरू गुडाउने एउटा सिप मात्र नभएर गाडीहरू गुडाउने अवस्था पनि आएको स्थिति देख्नुभयो त्यसलाई चाहिँ कस्तो एउटा तपाईँको अनुभव वास्तवमै भन्ने हो भने मान्छेमा लगनशीलता र इच्छा शक्ति हुने हो भने यहाँबाट पनि प्रश्न हुन्छ कि मान्छेले चाह्यो भने जे पनि गर्न सक्दो रहेछ भन्ने कुरा प्रश्न हुन्छ जबकि हाम्रो नेपालमा एउटा नदीमाथि पुल बन्न नसकेको स्थितिमा यहाँ हेर्दाखेरि तपाईँको झन्डै 15-16 किलोमिटर पुल जुन समुद्रमाथि यति माथि देख्न सकिन्छ
त्यो एकदमै लामो मान्छे पुल कोरियनहरू सायद कति हामी लगनशील, कति अनुशासित र कति परिश्रमी हुँदो रहेछन् भन्ने कुरा पनि प्रष्ट हुन्छ। विश्वमा हरेक ठाउँमा देख्न सकिन्छ र यसबाट हामीलाई छुट्टै मेहनत र लगनशील भएर काम गर्नुपर्छ भन्ने प्रेरणा त जागेको छ। यति हुँदाहुँदै पनि नेपालप्रति, नेपालको स्थिति, राजनीतिक अवस्था, नेपालका नेताप्रति फर्केर हेर्दा चाहिँ थोरै दुःख लाग्छ। अहिले आएर हामीले बुझ्दैछौँ कि अरू देशहरू कस्ता रहेछन्, कति अगाडि पुगिसकेछ, हाम्रो नेपाल कतिसम्म पछाडि परेको रहेछ भन्ने अहिले हामीले यहाँ आएर अनुमान गर्न सकिन्छ। एक्ज्याक्ट तपाईँ सही भन्नुभयो। हजुर, हामी धेरै नै पछाडि परेका छौँ। यहाँ आएर जुन हामी कामदारको रूपमा यहाँ आए पनि तपाईँ हामीले अब यसरी घुम्न र राम्रो विकासका छुट्टीहरू कतिसम्म कहाँसम्म कसरी गर्न सकिन्छ भन्ने कुराहरू भोग्न पाइएको छ। हजुर, त्यो जुन हाम्रो देशमा पनि परिकल्पना गर्न सकिन्छ। हामीले यदि हाम्रो नेतृत्व चाहेको खण्डमा त्यो किसिम विकास गर्न र नेपाललाई एउटा स्वर्ग बनाउन सकिन्छ, जुन विश्वका कुनै पनि राष्ट्रमा नभएको हावापानी र अन्य प्राकृतिक सम्पदाहरूले सुसम्पन्न हाम्रो देश वास्तवमै स्वर्गमय बनाउनु पनि हामी सकिन्छ। ओके, थ्याङ्क यू हजुरको लागि। अब हाम्रो यो गुल्मीका सर हुनुहुन्छ, एउटा विनय सर भन्ने, उहाँ पनि अहिले काम छोडेर बसेको स्थिति, यसो घुम्दैछौँ, उहाँलाई पनि छिट्टो काम मिलोस् हाम्रो शुभकामना। र यसको बारेमा, वल्मिदोको बारेमा केही कुराहरू बताइदिनुहुन्छ कि? वल्मिदो धेरै राम्रो छ होइन। हजुर, अब यहाँ अब भन्दाखेरि समुद्रहरू छ, पानीजहाजहरू छ, अब नाव पुलहरू देखिरहेको छ होइन। धेरै विकसित छ। अब यहाँ अब के भनौँ, अब एकदम थ्याङ्क यू तपाईँलाई समय दिनुभएकोमा। तपाईँ अब फेरि प्रतिप्रश्न गर्न चाहन्छु तपाईँलाई नै। हजुर, अब हाम्रो अनुभव, हाम्रो एक्सपिरियन्स चाहिँ तपाईँले बटुलिसक्नुभयो। आज तपाईँ वल्मिदो भन्ने साउथ कोरियाको इन्चन फङ्गेक्सीको वल्मिदो भन्ने प्रान्तमा आउनु भएको छ। तपाईँलाई कस्तो अनुभव भइरहेको छ, यहाँ आउँदा कस्तो लागिरहेको छ, तपाईँको अनुभव पनि सेयर गर्नुहोस् न। ओके, म आज यो वल्मिदो मेरो सेकेन्ड पटक, दोस्रो पटक भन्नुपर्छ यहाँ घुम्न आएको। एकदमै खुसी छु, धेरै खुसी छु। यहाँबाट हामीले समुद्रदेखि लिएर इन्चन इन्टरनेसनल एयरपोर्टको साइड पनि र विभिन्न अपार्टमेन्ट एरियाहरू, धेरै कुराहरू एकदम राम्रो सौन्दर्य, प्राकृतिक सौन्दर्य, एउटा केही प्राकृतिक सौन्दर्यको एउटा छटा देख्न सकिन्छ। त्यसको लागि मात्र यहाँ आएर के अनुभव भयो भन्दा मलाई समुद्र आफैमा एउटा विकासको लागि टेवा दिने माध्यम रहेछ। हाम्रो देश एउटा भूपरिवेष्टित देश, जुन हामीलाई, हाम्रो देशलाई समुद्रले छोएको छैन, त्यसमा हामी अलिकति दुखित पनि छौँ। यसको लागि यो समुद्र एउटा धेरै माध्यमले, एउटा समुद्रमा पानीमा धेरै शक्ति हुन्छ भन्ने पनि हामीले धेरै कुराहरू बुझ्न सकिन्छ। ट्रान्सपोर्टेसनकोदेखि लिएर विश्वलाई एउटा नजिक बनाउनेदेखि लिएर यहाँको सामानहरू एक्सपोर्ट र इम्पोर्ट गर्नको लागि, यहाँ अरू ठाउँबाट इम्पोर्ट गर्नको लागि धेरै सस्तो पर्छ। र परिवहन, एउटा पानीको परिवहनमा हिँड्दा यसो इन्धनको पनि धेरै हुने, समयकोदेखि लिएर बचत हुने, अरू प्लेन अथवा अरू विभिन्न यो यातायातका सामानहरू भन्दा यसमा धेरै सस्तो पर्ने हुँदा यो एकदमै राम्रो एउटा सिले जोडेको देशहरू विकास भएको एउटा यो पनि कारण हुनसक्छ, कारण यसमा पनि लुकेको हुनसक्छ जस्तो लाग्छ मलाई। यति हुँदाहुँदै पनि तपाईँले अब स्विजरल्यान्ड जस्तो देश जुन समुद्र छेउको छैन, अब त्यो देश पनि योभन्दा कैयौँ गुणा विकसित छ। तपाईँ यसमा के भन्नुहुन्छ हाम्रो नेपाललाई इङ्गित गरेर? त्यसमा पनि एउटा अब हुन त त्यो एउटा केही के भन्छ त्यसलाई, एउटा कुनै अप्सनको रूपमा आयो होइन। कुनै देशहरू एउटा भूपरिवेष्टित भएर पनि विकास हुँदैन भनेर टोटल्ली 100% भन्न सकिँदो रहेछ भनेर अरू देशहरूले पनि उदाहरण त दिइसकेका छन्। तैपनि एउटा माध्यम चाहिँ यो हुनसक्छ भन्ने मेरो एउटा भावना। तर स्विजरल्यान्ड भन्नुभयो, हो स्विजरल्यान्ड एकदमै विकसित छ, एकदमै यो हाम्रो यो समुद्रले जोडेको भन्दा पनि विकसित छ भन्ने प्रुफ भइसकेको छ। किन भन्दा त्यहाँ पनि एउटा विभिन्न टेक्नोलोजीहरू, अरू विभिन्न टेक्नोलोजीहरूले जितेको अवस्था हो। मात्र एउटा प्रकृतिले होइन कि प्रकृतिलाई प्रभाव नपारिकन विकास गर्यो भने
एउटा अरू विभिन्न क्षेत्रबाट पनि हुन त सामुद्रिक कुरा परिवहन चाहिँ सस्तो हुन्छ भनिन्छ, तर पनि यदि विकास गर्नको लागि मान्छे लगनशीलता चाहिँदो रहेछ। एउटा कुरा लगनशीलता भयो भने हुन त यो समुद्रै नभए पनि विकास हुँदो रहेछ, तर लगनशीलता हाम्रो देश नेपालमा चाहिँ एउटा यो पनि भयो एउटा कारण। तर अर्को कुरा इमान्दारिता भएन, अनि एउटा पोलिटिकल अनस्टेबिलिटीको कारण पनि हुनसक्छ। मेन कारण चाहिँ त्यो हो जस्तो लाग्छ। साथसाथै हामीले यसो पनि भन्न सकिएला कि दुई छिमेकी राष्ट्रहरूको दबदबा कतिको छ नेपालमा र कतिको विकास चाहन्छन् भन्ने कुरामा पनि अलिकति नजरअन्दाज गर्न सकिन्छ होइन? एकदम तपाईँले भनेको कुरा त्यो सही हो। अरू देशहरूले पनि केही प्रभाव पारेको छ विकासको क्षेत्रमा, केही गर्न नदिएको। एउटा बिचमा एउटा दुईवटा ढुङ्गा बिचको तरुल भन्छ नेपाललाई, त्यो तरुललाई अलिकति बढ्न नदिएको मात्रै एउटा जुन आफ्नो सेपमा छ त्यही सेपमा भएको स्थिति पनि हो। हुन त आजकल त्यो आफ्नो सेपबाट पनि अलिकति कटौती भएको छ स्थिति, अरू देशहरूले पनि बनाइसकेका छन्। तर त्यही हो कि हाम्रो देशका जनता इमान्दार अनि पोलिटिकल स्टेबिलिटी भएर इमान्दार तरिकाले आफ्नो काम गर्ने हो भने त्यो सानो देशलाई विकास गर्न धेरै टाइम लाग्दैन जस्तो लाग्छ। तपाईँको विचारको लागि धेरै धेरै धन्यवाद। ओके, थ्याङ्क यू। र फेरि पनि पुनः भेट हुने बाचा सहित Thank you so much.